हेलो गाइस, नमस्ते गाइस, नमस्ते। आज चाहिँ म के भन्न गइरहेको छु भन्दाखेरि आमाको विषयमा बोल्न गइरहेको छु। मैले यहाँ कति देखिरहेँ होइन, आमालाई गाली गर्ने, जे पाइ त्यही भन्ने होइन। अनि अब आमा भनेको चाहिँ भगवान हो क्या, भगवानको दोस्रो रूप। भगवानै स्वयं भगवान हुनु न, आमा नै हो भगवान। त्यही भएर आमाले भनेको कुरा मान्नुपर्छ होइन। हो, आमाले कहिले पनि नराम्रो सोच्नुहुन्न, जहिले पनि छोराको राम्रो होस्, छोराछोरी जसको राम्रै होस् भन्ने टाइपको सोच्नुहुन्छ होइन। त्यो भएर चाहिँ आमालाई एकदम माया गर्नुपर्छ। मम्मी भिडियो बनाएको क्या। भिडियो बनाएको अनि के बनाएको छ? ढिँडो पकाएको छ। जहिले ढेँडो कति खाने हो र ढेँडो भनेको? यही एउटा ढेँडो बनाउने जाने रहेछ, यही एउटा ढेँडो बनाएर म त खाँदिनँ। तेरिका जहिले पनि ढेँडो बनाउने कस्तो दिने यार। अलिकति अर्काको आमा कति राम्रो हुन्छ नि। खाँदिनँ म हात। त्यहाँदेखि अब यो ढेँडो बनाएर म त्यहाँनिर हात फ्याँकिदिन्छु त्यहाँनिर ल। ए हाम्रो मम्मी त यार कस्तो जहिले ल्याङ गर्ने क्या, जहिले खानै मन नपर्ने भेटी बनाउनु हो। त्यो खाने मन नपर्ने कुरा हो। भात पनि थियो त। यस्तो अनि आमालाई माया गर्ने भनेर चाहिँ यत्रो भिडियो बनाइरहेको छु यार। माया किन गर्छस् त? त्यो रिस उठ्ने क्या। कुकुर